नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक पहिचान भएको देश हो, जहाँ 60 आदिवासी जनजाति समुदाय सूचीकृत रहेका छन्। आदिवासी जनजाति भनेका आफ्नै मातृभाषा, छुट्टै परम्परागत रीतिरिवाज, विशिष्ट सांस्कृतिक पहिचान, निश्चित सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएका समूह वा समुदाय हुन्। उनीहरूको भूमि र भूक्षेत्रमा रहेको प्राकृतिक स्रोतसँग सांस्कृतिक, भावनात्मक र आध्यात्मिक सम्बन्ध रहेको हुन्छ। दिगो र समावेशी विकासको लागि आदिवासी जनजातिको सहभागिता र सामूहिक अधिकारको सम्मान आवश्यक छ। यही सन्दर्भमा स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरी अर्थात् एफपिक, फ्री प्रायर इन्फर्म्ड कन्सेन्टको अवधारणा महत्त्वपूर्ण बन्दछ। एफपिक विकास र अधिकार बीचको पुल हो। यो विकासबाट प्रभावित आदिवासी जनजाति समुदायलाई छलफल तथा निर्णय प्रक्रियामा समावेश गराउने विधि हो। कुनै पनि आयोजना, परियोजना वा नीति नियम निर्माण प्रारम्भ गर्नु अघि नै आदिवासी जनजातिहरूसँग गहन रूपमा परामर्श गरिनुपर्छ। एफपिक आदिवासी जनजातिको संस्कृति, परम्परा र जीविकोपार्जनमा प्रभाव पार्न सक्ने विकास परियोजनाहरू, जलविद्युत, सडक निर्माण, संरक्षण सम्बन्धी परियोजनाहरू र आदिवासी जनजातिको भूमि तथा प्राकृतिक स्रोतमा असर पर्ने कुनै पनि गतिविधिहरूमा आवश्यक हुन्छ। यो अन्तर्राष्ट्रिय श्रम सङ्गठन 169 आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र र जैविक विविधता अभिसन्धिमा आधारित छ। अब एफपिकका 4 आधारभूत स्तम्भहरू बुझौँ। पहिलो, स्वतन्त्र। आदिवासी जनजातिले जबरजस्ती, धाक, धम्की, लोभ लालच बिना स्वतन्त्र रूपमा निर्णय लिन पाउनुपर्छ। दोस्रो, अग्रिम। कुनै आयोजना, परियोजना, नीति नियम निर्माण प्रारम्भ गर्नु अघि नै उनीहरूको चालचलन, रीतिथिति, संस्कृति र परम्परागत निर्णय प्रक्रिया अनुसरण गर्न पाउने अधिकार हुन्छ। तेस्रो, जानकारी सहितको। परियोजनाको प्रकृति, दायरा, उद्देश्य र प्रभावित क्षेत्रका बारे समुदायले बुझ्न सक्ने भाषा, मातृभाषा, माध्यम र विधिमा जानकारी उपलब्ध गराइन्छ। साथै उपयुक्त समय र मौसममा छलफल गर्नुपर्छ। पर्याप्त जानकारी पाउनु उनीहरूको अधिकारको रूपमा लिइन्छ। चौथो, मञ्जुरी। प्रभावित आदिवासी जनजातिले आफ्नै निर्णय प्रक्रियाद्वारा सामूहिक र स्वतन्त्र निर्णय लिन्छन्। उनीहरूसँग भूमि, प्राकृतिक स्रोत, जीविकोपार्जन र जीवनशैलीमा असर पर्ने निर्णयमा मञ्जुरी दिने वा रोक्ने अधिकार हुन्छ। यी 4 स्तम्भहरूलाई व्यवहारमा उतार्न 3 मुख्य साझेदारहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। अधिकारवालाहरू, राइट होल्डर्स भन्नाले प्रभावित आदिवासी समुदाय र उनीहरूका प्रथाजनिक र अन्य संस्थाहरू हुन्, जसले आदिवासी जनजातिको प्रतिनिधित्व गर्छन्। दायित्ववाहकहरू, ड्युटी बियरर्स भन्नाले मञ्जुरी खोज्ने पक्ष, जस्तै सरकार, विकास परियोजना प्रवर्धक वा लगानीकर्ताहरू हुन्। उनीहरूको क्रियाकलाप वा गतिविधि प्रस्ताव राख्ने र सहमति खोज्ने दायित्व रहेको हुन्छ। सहजकर्ताहरू, प्रोसेस फेसिलिटेटर्स भन्नाले नेपाल आदिवासी जनजाति महासङ्घ, आदिवासी जनजातिका जातीय संस्थाहरू, परम्परागत संस्थाहरू हुन्, जसले प्रक्रियामा निष्पक्षता कायम राख्छन् र क्षमता विकास गर्छन्। यी 3 साझेदारहरू मिलेर एफपिक प्रक्रियाका 3 मुख्य चरणहरू अगाडि बढाउँछन्। पहिलो चरण, सूचना सम्प्रेषण, तथ्य सङ्कलन र साझेदारिता निर्माण। यस चरणमा परियोजना प्रवर्धकले समुदायसँग परियोजनाको सबल र दुर्बल पक्षको बारेमा जानकारी दिन्छन्। सहजकर्ताले समुदायको क्षमता अभिवृद्धि गर्छन्। परम्परागत संस्थाहरू सक्रिय रहेका स्थानमा ती संस्था मार्फत एफपिक लिनुपर्छ। त्यस्ता संस्था सक्रिय नभएको अवस्थामा सम्बन्धित समुदायका परम्परागत सांस्कृतिक ज्ञानधारक, अनुष्ठान सञ्चालन गर्ने व्यक्ति, अगुवा, महिला तथा युवालाई समावेश गर्दै एफपिक कार्यदल गठन गरिन्छ। समुदायले सामाजिक नक्साङ्कन गर्छन्। दोस्रो चरण, संवाद, वार्ता र सम्झौता। यस चरणमा समुदायसँग चरणबद्ध सार्थक परामर्श गरिन्छ।
समुदाय र विकास साझेदार मिलेर आदिवासी जनजाति योजना तयार गर्छन्, जसमा आवश्यकता, प्राथमिकता, न्यूनीकरण उपाय, क्षतिपूर्ति र लाभ बाँडफाँडको व्यवस्था समावेश हुन्छ। दायित्व वाहकको प्रतिबद्धता र जवाफदेहिता सुनिश्चित गरिन्छ। तेस्रो चरण, अवलोकन र संयुक्त अनुगमन। कार्यान्वयनपछि आदिवासी समुदाय, दायित्व वाहक तथा अन्य सम्बन्धित पक्षहरूको प्रतिनिधित्व भएको सञ्चालक बोर्ड तथा अनुगमन संयन्त्र मार्फत परियोजनाको कार्यान्वयन, प्रतिबद्धता तथा सम्झौताहरूको अनुगमन र मूल्याङ्कन गरिन्छ। यसले पारदर्शिता, जवाफदेहिता र दिगोपना सुनिश्चित गर्छ। एफपिक निरन्तर चलिरहने साझेदारी र संवादको प्रक्रिया हो, जसले विकास परियोजनाहरूमा विश्वास र साझा बुझाइको निर्माण गर्छ, स्वामित्व बढाउँछ र दिगोपना सुनिश्चित गर्दै समावेशी विकासमा योगदान पुर्याउँछ।